रामायण त सबैले पढ्नु भएकै छ हैन। रामायण नपढ्ने सायद हाम्रो नेपालीमा कोही पनि नहोला। तर रामायण भानुभक्तले कसरी लेखे र कहाँ लेखे, केबाट प्रेरणा भएर लिएर लेखे त्यो भन्ने कुरा त यथार्थ सबैलाई थाहा छ। बालबालिका लाई सबैलाई पढ्दै आएका हुन् वर्णमाला किताबदेखि लिएर हैन। त्यसमा के लेखेको थियो भने एउटा घाँसीले घाँस काट्दै थियो र भानुभक्तले सोधे कि किन तिमी घाँस यत्रो थुप्रो काटिरहेछौ भन्दाखेरि म यो घाँस बेचेर पैसा कमाउँछु, पैसा कमाएर म एउटा इनार खन्छु र सबैलाई पानी खानलाई सुविधा हुन्छ, त्यस कारणले म घाँस काटिराखेको छु भनेर भन्यो। अनि यो इनार खनेर के हुन्छ र तिमीलाई? इनार खनेर यत्रो दुःख गरेर घाँस काटेर यो इनार खनेर के पाउँछौ तिमी भन्दाखेरि म यो इनार खनेर म मरेर गए पनि पानी खाने मान्छेले सबैले सम्झिन्छन् कि यो इनार यो एउटा घाँसीले काटेको खनेर यत्रो बनाइदिएको हो, मेरो नाम रहन्छ यो इनारमा पुस्तौँ पुस्तासम्म। जब म मरेर गए पनि यो मेरो नाम अमर रहन्छ। नमर्ने त मानिस छैन, म पनि मरेरै जाने हो, तर पनि म यो इनारको मार्फत मेरो नाम अमर राख्न चाहन्छु। त्यसै भएर म इनार बनाउन इच्छा छ मेरो धेरै भनेर भन्यो त्यो घाँसीले। अनि त्यहीबाट प्रेरणा लिएर भानुभक्त त पढे लेखेका थिए, विद्वान थिए, पण्डितका छोरा थिए तिनीले अनि म पनि एउटा केही गर्छु। त्यतिखेर संस्कृतमा मात्रै रामायण थियो, नेपाली भाषामा थिएन र अनि त्यहाँबाट उनले के गरे भने नेपाली भाषामा उल्थो गरेर सर्वसाधारणलाई बुझ्न सक्ने, दिदीबहिनी बाबुआमा बुढाबुढी सबैलाई बुझ्न, केटाकेटी सबैलाई बुझ्न सक्ने भाषामा म एउटा नेपाली भाषामा रामायण लेख्छु भनेर सुरुवात गरेर अहिले 8 काण्ड रामायण पुरै भानुभक्त आचार्यले लेखेको रामायण हामी पढ्न सक्छौँ। बालकाण्डदेखि लिएर युद्धकाण्डसम्म हैन, सबै संस्कृतमा थियो पहिला, अहिले नेपालीमा अनुवाद छ। धेरै भाषामा अहिले त धेरै भाषामा छ, त्यस कारणले यो रामायणको धेरै महत्त्व छ। रामायण नपढ्ने हाम्रो हिन्दू समाजमा सायद कमै मानिस छन्, कमै छन्। हाम्रो राम सीता विवाहदेखि लिएर तिनको हरणदेखि लिएर तिनको रावण लङ्का दहनदेखि लिएर सबै थोकमा रामायणकै छ। त्यो रामायण सहज सजिलो तरिका, त्यतिखेर टिभी सिरियल थिएन, केही थिएन, हामी हेर्न सक्दैनथ्यौँ, तर रामायण पढे